guys, welcome to my vlog. And अहिले चाहिँ जान्दैछु म दोकान हैन। अन्त मेरो हातमा के छ हेर्नुस् न, बाहिरबाट चाहिँ यसको उयो छ हैन, वालनट्सको के भन्छ प्याकेट, तर भित्र चाहिँ मैले त्यो रोज बनाउनुको लागि हल्का सामानहरु बोकिरहेको छु हैन। हल्का रोजहरु बनाउँछु नि त म चाहिँ, रिबनहरुको मलाई मन पर्छ हो, अनलाइनबाट सिकेको। अन्त मेरो साथीले पनि अहिले कुनै के क्लिनिङ पाइप कि केले त्यस्तै खालको समथिङ छ हो, अन्त त्यसले बनाउँदै रहेछ हैन। त्यसले पनि मलाई फोटो खिचेर पठाउँदै थियो। अन्त मलाई पनि यस्तो जोस आयो नि त यस्तो। अन्त दोकानमा गएर पनि अल्छी लाग्छ हो, अल्छी लाग्छ, त्यस्तो अल्छी त लाग्दैन, तर पनि बस्नु भन्दा चाहिँ यस्तो बनाउँदै बस्छु हैन। घरमा पनि यही थियो। अन्त अब चाहिँ हैन, भोलि चाहिँ म जान्छु रेनक वापस। अहिले घर आइरहेको थिएँ हैन, हिजो एक्जाम थियो नि त। एक्जाम त कस्तो गयो मलाई याद छैन, तर ठिकैको थियो। अन्त त्यही थियो, किप वाचिङ। अहिले दोकानमा को हुन्छ देखाउँछु नि म लस। हाम्रो बोजूहरूले चाहिँ यस्तो मजाले रोप्छ कि यस्तोहरू चाहिँ फुल अरे यो सब्जीहरू दाम्मै। अन्त अझै छ म देखाउँछु नि, यहाँनिर छ कोपीहरू हो, यिनीहरू सबै अल्छी नगरी परसम्म छ, उनीसम्म छ हो। कस्तो दामी फुदिरहेको छ नि। अन्त यहाँ माथि छ मटर टप टप टिपेर खान्छ जस्तो। अन्त आज चाहिँ शिवरात्रि अरे हैन। अन्त म चाहिँ पूजाहरू गर्दिनँ त्यस्तो बेसी, तर आज मन्दिरमा पूजा थिएछ। मम्मी चाहिँ बिहानै जानुभएको थियो, बिहानै हैन 10-11 बजीतिर जानुभएको थियो हो। मेरो मम्मी पनि छिटो चाहिँ उठ्दैन। सो अहिले यहाँ रोडको साइडमा चाहिँ कुनै के खन्दै रहेछ हैन। अस्तिको दिनदेखि थालेको यो, खै के हो चाहिँ याद भएन हैन। हिजो मम्मीले पाइप तानेको के भन्नुहुँदै थियो हो, यस्तो घट्टा खनिरहेको रहेछ हैन। के होला यो चाहिँ, मैले चाहिँ बुझ्नु सकिनँ हैन। हिजो अस्तिसम्म डोजर यहाँनिर चलाउँदै थियो, अहिले खनेर पर पुऱ्याएको छ। परैसम्म जान्छ भन्ने कुरा थियो हो, खै के हो त्यो चाहिँ याद भएन। मामा के लानु भएको? ए हजुर ए हाम्रो हो, मम्मीले कुनै के पिस्ने त भन्दै थियो नि। हजुर उहाँ चाहिँ मेरो कान्छा मामा हो। अम्बो रोड त यहाँ खनेछ, यहाँसम्म खनिरहेको रहेछ गाइस। पर दोकान पनि पुगिसक्यो जस्तो लाग्यो हाम्रो दोकान हैन। घरदेखि चाहिँ अलिक टाढै पर्छ दोकान हैन, माथिबाट घुमेर रोडै रोड छ। पर पुगेछ डोजर, दोकान पर छ हाम्रो। के गर्नु भएको? डोजरको काम हुँदै रहेछ यहाँनिर हो।
डोजर कस्तो सानो हेर्न हजार के होइन रिपन नमस्कार सेवारो के गर्नु भएको ए टीका लगाएर के बनाउनु भएको भेज मोमो भेज खाले लु है खानु आउमै आउमै आऊ आज बेलुका चाहिँ तगडा हुनु आँटेको रहेछ यहाँनिर त्यही त सो यहाँ चाहिँ क्यान्टिन छ हो यहाँ वाइन सप मुमाको यहाँनिर चाहिँ छ हाम्रो दोकान ओ म्याडम के गर्नु भएको आमा एक्लै 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 लाग्यो हिजरिङ भाषा छु अब होइन होला हौ भिडियो गरेको युट्युब च्यानल हो आज मेरो उपास थियो कि आज शिवयात्री हो नि त शिवरात्रि अन्त कि मैले उपास लिएको थिएँ खै तोड्दिएको अन्त अघि सक्यो ए सकेको हवन आरती सबै गरेर सकिएर आएको ए मन्दिरमा त केही चाल्छ नुडल्स खाँदैछु नुडल्स ए मजा छ त अन्त खाने भोक लागेन तपाईँलाई यो नुडल्स कति हेऱ्यो भन्न 120 आम्मा होइन होला 120 हेऱ्यो भोडी थियो होइन यति आधी खाइसक्यो अब खाइसक्दिनँ म तँ खाला लौ लौ यहाँ न मजा आयो म चाहिँ दोकान आइपुगेँ होइन अन्त मम्मीहरू चाहिँ खाजा खानु हुँदै रहेछ खाजा बनाउनु हुँदै रहेछ अन्त यहाँ डोजरको काम चाहिँ के भएको मम्मी सो म चाहिँ दोकान आउने बित्तिकै नुडल्स खाँदैछु मम्मीको होइन अझ पिरो रहेछ कि खोर्सानी भएको म खोर्सानी टोक्नै सक्दिनँ अन्त छान्दै खाँदैछु अन्डा दामी खाइसकिन तेरो कति उयो के भएको रहेछ हौ यहाँनिर पाइप मुनिबाट तार ढल्दैछ ए आज चाहिँ मजाको रमिता भएछ है रमिता मजा आएछ है भाइ हेलो भन न हेलो भन बहिनी चाहिँ लुकेको आज चाहिँ रमिता भएछ यहाँ दोकानमा भोलि पनि हुन्छ होला हो यहाँ चाहिँ के गर्नु आँटेको रहेछ भने चाहिँ बहिनीले भन्छ अब लु भन त भन न छिटो न यहाँ चाहिँ के गर्नु आँटेको रहेछ भन्दाखेरिको मुनिदेखि नै तार है हौ त्यो तार त्यो पाइप खालके उयसको लागि होइन के भन्छ बत्तीको लागि होइन पर ओल्ड एज होम कि के को लागि अरे होइन त्यसको लागि उयो गरेको रहेछ यहाँ चाहिँ खास चाहिँ अन्त यहाँ दोकानमा चाहिँ अहिले रमिता भइरहेको छ देखिको के गुनगुन चलिरहेको छ के हुँदैछ यहाँ दुईजना हिँड्यो छाम्ने नि मलाई पुरा रिस उठाउँदैछ कि तेरो बाउ र तेरो खप्पर मात्रै भनिरहेको छ ए
है के बनाउनु भएको यति कति 3 6 9 10 वटा अन्डाको चाहिँ नि यसले मलाई 500 रुपैयाँ भने अन्त यहाँ पर चाहिँ हाम्रो अङ्कल चाहिँ हो जेसिबीमा चढेर भ्लग गर्नु हुँदैछ हो सबैजना भ्लगर भइरहेको छ यता झर न यहाँ चाहिँ सबैजना भ्लगर भइरहेको छ होइन अहिले अङ्कल पनि त्यहाँ जेसिबीमा चढिरहेको रहेछ हो अन्त मजा आउँदैछ बहिनी चाहिँ आउँदैन मलाई याद छ हो आगो ताप्दै बसिरहेको हामी चाहिँ भर्खर फाले खाइकन बसेको बल्छ होला नि लगाएर न ट्राई गर्छु कम्ती अन्त यस्तै छ दोकानमा चाहिँ हो यहाँ आगो ताप्ने तापिरहेको हुन्छ यहाँ पल्लोपट्टि दोकान सबैजना भ्लगर छ नि त अन्त यहाँ बनाउँदै खाँदै हो दोकानेहरू अन्त यहाँ क्यारम बोर्ड चलिरहेको छ क्यारम बोर्ड हेलो भन्नु न अन्डर लुगाएको दादाले यहाँनिर फेरि आन्टी आउनुभयो हाम्रो कहाँ जानु भएको हेलो हेलो हाई खै नि नमा यस्तै छ सो किप वाचिङ यस्तै थियो किप वाचिङ होइन अब एकछिनमा रेकर्ड गर्नु छोड्छु एन्ड गर्छु भिडियो अन्त यति नै थियो बाई बाई गाइस इफ यु लाइक द भिडियो देन मेक स्योर टु लाइक शेयर एन्ड सब्सक्राइब बाई बाई